नमस्कार। आज म देश तथा विदेशका खबरहरू लिएर आज म प्रस्तुत भइसकेको छु। आज वैशाख 29 गते बुद्ध जयन्तीको दिन। आज यो देश नेपालमा शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको दिन। म आज फरक ढङ्गले तपाईहरुमा समाचार सम्प्रेषण गर्ने जमर्को गरिरहेको छु। म आज पहिला ओम धुनबाट म समाचार सुरु गर्न चाहन्छु। मैले यो गर्नको कारण के हो भने आज नेपाल, हाम्रो देश नेपालमा संसारका सम्पूर्ण मान्छेहरूले मान्ने भगवान गौतम बुद्ध जन्मेको देश। भगवान गौतम बुद्धले विश्वमा शान्तिको आफ्नो बहाव फैलाएको देश भएर मैले आज ओम धुनबाट समाचार सुरु गरेँ र म धेरै ढिला नगरी समाचारतिर गएँ। राष्ट्रिय समाचारतर्फ आज बुद्ध जयन्ती। आज वैशाख 29 गते मे 12 बुद्ध जयन्ती, बुद्ध पूर्णिमा नेपाल श्रद्धा र भक्ति सहित मनाइँदै आजको महत्त्वपूर्ण दिन गौतम बुद्ध जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झना मनाइन्छ। नेपाल भारत सीमामा अवैध धार्मिक संरचनाहरू हटाउने काम तीव्र। पाकिस्तानी पूर्वारोही साजिद अली सातपारा 8167 मिटर अग्लो नेपाल स्थित धौलागिरी हिमालको सफल आरोहण गरेका छन्। परम केपी शर्मा ओलीले संविधानको रक्षा र संघीयता प्रणालीलाई सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा 25 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। भिक्टोरिया क्रसबाट विभूषित गजे घलेको नाममा जन्मगाउँ बारपाकमा संग्रहालय स्थापना गरिएको छ। हालै निर्वाचित पोप लियो 14औंले आफ्नो पहिलो सार्वजनिक मिसा सम्पन्न गरेका छन्। उनले कृत्रिम बुद्धिमत्ता एआईलाई मानवताका लागि प्रमुख चुनौतीका रूपमा उल्लेख गरेका छन्। भारत र पाकिस्तान बीचको हालको तनावलाई मध्यनजर गर्दै दुवै देशले तत्काल युद्ध विराम सहमति जनाएका छन्। यसले दक्षिण एसियाली क्षेत्रमा स्थायित्वमा सकारात्मक प्रभाव पार्ने सङ्केत देखा परेको छ। र आजको काठमाडौँको मौसम हालको अवस्था आंशिक घाम लाग्ने र अधिकतम तापक्रम 30 डिग्री सेल्सियस 85 डिग्री फरेनहाइट, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस 62 डिग्री फरेनहाइट। पूर्वानुमान दिउँसो केही स्थानहरूमा मेघ गर्जन सहित हल्का वर्षा हुने। र यिनै समाचारलाई अंग्रेजीमा टुडेज ऑन वैशाख 29 May 12 बुद्ध जयन्ती इन being observed across Nepal with devotions and reverence. This day marks the birth, enlightenment and nirvana death of Lord Gautam Buddha. Illegal egas removed at Nepal-India border. Pakistan mountaineer Sajid Ali Satpara has successfully submitted Mount Dhaulagiri located in Nepal, which stands at 8,167 meters and is the 7th highest mountains in the world. PM Oli reaffirms commitment to protect the constitution and strengthen federalism. Seti Rivers Hydropower Project located in Kaski Pokhara of Machapussy Rural Municipality. Museum establishment in name of VC recipient Gaje Ghale, his birthplace of Parpa, Gorkha. World Nursing Report 2025 released, which organizations WHO provides insight into the global status and challenges of nursing professions. Newly elected Pope Leo Jeff has conducted his first public mass. In his sermons, he addressed artificial intelligence as one of the major moral challenges facing humanity today. India-Pakistan agrees to cease fire. Amid recent tensions, India and Pakistan have agreed to an immediate
Keach this move is expected to contribute positively to regional stability in South Asia. Current weather of Kathmandu city: maximum temperatures 85 degree Fahrenheit, 30 degrees Celsius. Minimum temperature 62 Fahrenheit, 17 degrees Celsius. Forecast partly sunny with thunderstorms and sport in the afternoon. नमस्ते नेपाल, नमस्कार। म बिदा भ आजको समाचारलाई यही बिट मार्दै बिदा भएर भोलिको समाचारको लागि म यही समयमा आउने छु भन्दै म बिदा भए र तपाईहरुले पनि अपडेट गरिरहनु भएको छ, हेरिरहनु भएको छ। महत्त्वपूर्ण समयलाई आफ्नो महत्त्वपूर्ण समयलाई खर्चेर हेरिरहनु भएको छ र म अझ फेरि बुद्धं शरणं गच्छामि र ओम थुनबाट म समाचारलाई अन्त्य गर्न चाहन्छु। नमस्कार, बिदा भयो।